आहा यो बनाएको होला यो नेचुरल बनाएको होला है नेचुरल हो नि यो के जाति के जाति के जाति के जाति के जाति के जाति अनि के जाति के जाति के जाति के जाति ठ्याक ठ्याक गर्छौ ठ्याक ठ्याक गर्छौ ठ्याक ठ्याक गर्छौ यस्तो ह्यान्डसम छु हैन यस्तो ह्यान्डसम छु हैन यस्तो ह्यान्डसम छु हैन फोटो त के हो यार यस्तो कोही यस्तो कोही परेको म औठी निकालेर भयो बजाउँछु ल आवाजै बजाउँछु हेर्नु कस्तो म बजाउँछु मेरो मुखको घाउले पनि साथ दिइरहेको म बजाउँछु फेरि पुग्दैन नि त सो के धेरै कोसिस पछि चाहिँ आज मिलेको हेलो एभ्रिवान वन्स अगेन वेलकम ब्याक टु माई युट्युब च्यानल गुड मर्निङ सबैजनालाई गुड मर्निङ उज्यालो भइसक्यो हाम्रो चाहिँ यहाँ अनि हामी रेडी पनि भइसक्यो है आज चाहिँ भन्नुपर्दा वेडनेसडे बल्ल तल हाम्रो छुट्टी मिल्यो अनि आज चाहिँ स्पेसल हामी चाहिँ रेडी भइरहेको छौँ एकदमसँगले रेडी कहाँ जानु भन्दाखेरि बसन्त ऋतुलाई चुम्नको लागि झुम्नको लागि आज चाहिँ हामी पार्कमा जानु लागिरहेछौँ अब बाहिरको मौसम चाहिँ टक्कै यहाँ पर्दा खोलेर हेर्नु पर्दाखेरि चट्ट घाम लागेको छ है सर घाम लागेको छ अनि हल्का मन्द मन्द चिसो छ अनि घाम त्यस्तो चर्को घाम पनि छैन हुन त वास्तवमै भन्नुपर्दा बसन्त ऋतु नै त्यही हो न चिसो न तातो मन्द मन्द घाम मन्द मन्द हावा यस्तै नै हो है अनि आज चाहिँ यति धेरै एक्साइटेड छु गाइज अलमोस्ट एक वर्ष पछि चाहिँ म पार्क जाँदैछु अनि थाहा छैन राम्रो भएको छ होला जस्तो लाग्छ मलाई जहाँसम्म अब प्रायः जसो यो फुलहरू फुल्ने सिजनहरू हो लगभग फुलहरू कति ठाउँ फुलिरहेको होला कति ठाउँ फुलेर पनि सकिसक्यो होला किनभने हाम्रो चाहिँ बिदा मिलाउन एकदमै गाह्रो हुन्छ अब अस्तिको समयमा वेडनेसडे त एभ्री वेडनेसडे त हाम्रो होइन बिदा नै हुन्छ तर यो अपोइन्टमेन्टहरू हस्पिटलहरू समथिङ कागजपत्रको कामहरूले गर्दा भ्याइँदैन सो आज चाहिँ हामीले यो सबै कुराको व्यस्तताको बावजुद पनि आज चाहिँ हामी जाँदैछौँ पार्कमा अनि म चाहिँ आज फुल इन्जोय गर्छु भन्ने मलाई लागिरहेछ उहाँले त एक्स्ट्रा ज्याकेट पनि आमामा तातो बाद जाडो भइहाल्छ भन्ने होला तर मैले केही बोकेको छैन सायद यो मेरो एक्साइटेडले गर्दा मलाई हट बनाउँछ होला कोल्डबाट बचाउँछ होला भन्ने लाग्छ है सो गाइज स्टे ट्युन हामी चाहिँ कहाँ जान्छौँ अनि मौसम बाहिरको कस्तो भएछ म खोजी चाहिँ आज फुलको खोजीमा छु तर फुल चाहिँ पाउँछु कि पाउँदैन थाहा छैन स्टे ट्युन ल अब चाहिँ निस्क्यो छोरी बाहिर निस्क्यो आजबाट निस्क्यो यता ढोका पनि कता चाहिँ खोल्ने होला कति तातो मौसम यार कति आनन्द हुन्छ होला आज मलाई कति आनन्द भइरहेको होला आज है के भयो के ज्याकेट त कामै छैन आज फुल घुमेर आउने हो नि त आमा बल्ल घाम देख्न पाएको छु है दौडेर कालो भएर आउने भिटामिन डी खाएर कामै छैन तातो ज्याकेट बोक्नु भएको थियो नि त मलाई जलाइ मेरो मुटु जलाइ ल मेरो पनि भाग ल गाइज अब चाहिँ हामी फाइनली गयौँ आज चाहिँ धेरै ठाउँमा जाने प्लान छ मेरो चाहिँ म कहाँ जान्छु आज भन्ने कुरा मलाई नै थाहा छैन उहाँलाई त झन् के थाहा हुन्थ्यो होला र मेरो विषयमा सो गाइज तपाईँहरूले त्यो कुरा जान्नको लागि चाहिँ मेरो भिडियोलाई अन्तिमसम्म हेर्नुपर्ने हुन्छ है त साथीहरू हामी चाहिँ अलमोस्ट त्यो ठाउँमा आइपुग्यौँ खै म्यापमा त दामी देखाएको थियो है फोटोमा पनि तर यहाँ आउँदा चाहिँ कस्तो छ भन्ने कुरा थाहा भएन अब यो भित्र छिरेपछि नै थाहा होला
राम्रो छ या छैन भने चाहिँ पार्किङ चाहिँ कता खोइ पार्किङ त उपर गइरहेको छ मान्छेले यस्तो गरेर लानु शौचालय यहाँ रहेछ हामी चाहिँ हाम्रो डेस्टिनेसनमा आइपुगेको छौँ तर हामीलाई गुगलको म्यापले अथवा गुगलमा राखिएको फोटोले झुक्काएको छ गाइज किनभने यस्तो राम्रो फुल बगैँचा देखाएको थियो वास्तवमा हेर्नुहोस् औकात त देखाइहाल्यो नि यस्तो दामी पार्कहरू देखाएको थियो होइन अनि फुलहरू यति राम्रो देखाएको थियो लास्टमा यस्तो पो रहेछ लु हेर्नुहोस् ल हेर्नुहोस् फुलहरू त यस्तो पो रहेछ त अब कसरी यसरी खिच्दै होइन फुललाई यसरी नट ब्याड फुल यस्तो रहेछ साथीहरू हामी चाहिँ यतिखेर छौँ ब्युटिफुल पार्कमा र मैले चाहिँ धेरै इन्जोय गरिरहेको छु आफ्टर लङ टाइम यो फुल के होला हौ यो फुल कुन फुल रहेछ के को बिरुवा रहेछ कति राम्रो देखाएको छन् पनि राम्रो छ तर खै मलाई त खिच्नै नआएर होला कस्तो राम्रै निकाल्नै सक्दिनँ त के भयो होइन एक्सपोजरहरू लोकेसन पनि त राम्रो निकाल्न सकेन क्या अर्ग्यानिक कुवाभित्र पानीको ठ्याक्कै कुवा जस्तै पानीको यस्तै हाम्रो कुवा जस्तै क्या एउटा अब यो भित्र के छ होला है नपसौँ के हुन्छ अब नेपाली हिन्दूहरूको भए भगवान हुन्थ्यो ठ्याक्कै कुवा ओ यो चाहिँ सबैभन्दा ठुलो झरना होला फेरि होइन झर्नै जस्तो छ त ल नि त अब यहाँ पसौँ यहाँ भिजिट गरौँ के देखिन्छ खै कहाँ छ गुड चाहिँ ल गौथलीले त्यहाँ गुड लाएछ ठ्याक्कै लाइटमै भाडा लाएछ त फेरि गुड पनि ल गाइज यो त नेपालको एकदम अर्ग्यानिक कुवा जस्तो लाग्यो यो बनाएकोहरू त्यस्तै यस्तै सफा गरेर पुरा बनाएर खाइन्थ्यो पानी पनि पहिला त गाउँघरमा ए यसले चाहिँ नखा भने रहेछ यता डु नट ड्रिङ्क अरे यो कहाँबाटले बनाएको होला नि त बनाएर ल्याएको होला नि त यिनीहरूले उयो के नगर्छ खानु पाइदिने हो त चिसो छ खै कस्तो यो ढुङ्गा त चिठेर बनाएको रहेछ कि क्या हो बाबा कि यो यस्तै हो नेचुरल हो कि यो बनाएको यस्तो दामी बानी ओडा छ त आहा यो बनाएको होला यो नेचुरल बनाएको होला है नेचुरल हो नि यो अनि माथि रुख्छ अनि ओडा चिठेको छ त ए त्यो यो यिनीहरू त बनाएको हो तर पानी त नेचुरल हो नि ढुङ्गाहरू त ऊ हलेसी थानमा पो यस्तै छ त नेपालीले हवा हलेसी थान बनाएको छ गाई ठ्याक्कै हलेसी थान पानी कस्तो छ पानी चिसो छ कस्तो मलाई भ्याएको छ जस्तो भएको अरफ चिसो छ खाने पानी खाने खाऊ न त खेल्यो यो पानी खेल्यो भने कराउँदैन आछु छोरीले त छोरी यहाँले पानी ल्याउँछ पानी खाऊ पानी पानी आहा कस्तो दामी नि चिसो क्या ऊ हाम्रो गाउँतिर हुन्छ नि माथि लेकतिर अन्त लेकतिर पुरै उम्रेको पानी जस्तो कहाँ खाएको छ यो कति ठुलो छ त्यहाँ त पट्टी पनि राखेको जस्तै छ त त्यो त के हो मलाई चाहिँ एकदम फुल इन्जोय भइरहेछ आफ्टर लङ टाइम यो एकदमै ब्युटिफुल होइन वेदरसँग रमाउनु पाउँदाखेरि मलाई सबैभन्दा यहाँ नलागेको चाहिँ यो क्या यो नेपालको जस्तो क्या यो ढुङ्गाहरू सेम छ नि यो नेपाल जस्तो छ नि बाटोहरू कसरी बनाएका यो आगन्तुकको के किन आगन्तुकको लागि बनाइएको
सिडीहरू दाखको बोटहरू फुलहरू स्वर्गको छायाङ्कन अरे स्वर्गको छायाङ्कन गरेर बनाएको पार्क अरे यो अब स्वर्ग यस्तै छ होला त यस्तो त छैन होला राम्रो होला यो भन्दा त छायाङ्कन भनेपछि त्यही अलिअलि यसो यति यति चाहिँ हुनसक्छ भने कल्पना होला मैले कल्पना गरेको हो। तर राम्रो चाहिँ कति राम्रो छ है त्यस्तोमा त सुटिङ गर्नु पनि मजा हुन्छ हौ। नि? लगभग आधा उधी भिडियो खिचिसकेपछि आधा उधी फोटो पनि खिचिसकेपछि हाम्रो निस्किँदैछ गिम्बल दिस इज गिम्बल दिस इज माई हस्बेन्ड सो गाइज अब चाहिँ के हुन्छ होला भनिदिनु पर्यो घर फर्किने बेलामा गिम्बल निस्किएपछि केही नयाँ हुन खोजेको हो त के भन्नुहुन्छ तपाईँहरू यो विषयमा ल यो हो खुसी म त कस्तो गीत गाउँ लाग्यो गाइदेऊ त गीत बाको हातै यहाँ वरिपरि घरले पैसा ल्याएर यहाँ राखिदिन्छ कि भन्नु न यदि मलाई के कुराको याद आइरहेछ त्यो तपाईँले भन्नुभयो भने तपाईँलाई म बिग बक्स दिन्छु बिग बक्स दिन्छु क्या ल जाउँ त आऊ त भन्न सक्नुहुन्छ मलाई के याद आइरहेछ भनेर के भन्नु त ल त्यसलाई अँ त्यसलाई गीतको याद आएर छ। कुन गीतको याद आइरहेछ तिमी मेरो शरीर नो बेबे नो भनिदिनु न भनिदिनु मलाई यतिखेर कसको याद आइरहेछ के को होइन कसको कसको याद आएर छ? कसको याद आइरहेछ होला कसको याद आइरहेछ भन्नु त थाहा होइन। तपाईँको दुश्मन हो क्या तपाईँको चाहिँ दुश्मन हो मेरो चाहिँ बेस्ट हो उठा ल साथीहरू यो मान्छेलाई केही भन्दा पनि रिसाउँदैन त्यही भएर म छक्कै पर्छु होइन जाऊ माया सरर। यता हेर के गीत हो त्यो गीत यस्तो गर्छ क्या के गीत हो त्यो के गीत अरे त्यो के गीत हो मलाई त्यो गीतको नामै आएन के जाति के जाति के जाति के जाति के जाति के जाति अनि के जाति के जाति के जाति के जाति ठ्याक ठ्याक गर्छौ के हो त्यो गीत याद आएन जाउँ ल एनवेमा म मेरो स्टेप देखिसक्नु भयो होला त्यो जे होस् त्यो के गीत होला भनिदिनु पऱ्यो कमेन्ट बक्समा मलाई थाहा भएन त्यस्तै त्यस्तै गर्थ्यो जे होस् मेरो बाबा मेरो टाउकोमा त चोप छ त के को चोप रुखको हो कि क्या हो ए गाइज मेरो टाउकोमा चोप झरेछ चोप सबै टाँसेको छ यी मैले कुन रुखमा के गरेको थिएँ क्या गाइज मेरो त सबै केस पनि टाँस्यो हातहरू पनि यस्तो भयो त बसन्त ऋतु आयो आहा फुल कस्तो राम्रो फुल है यो फुल त म पनि रोपौँ कि क्या हो लगेर यहाँबाट लगेर त होइन किनेर एकछिन हौ यहाँ चाहिँ भरेर माथि निस्केर फेरि तल झर्दो रहेछ यो चाहिँ कता हामी चाहिँ एउटा पार्क पुरै घुमिसकेर अर्कोमा आइसक्यौँ
यहाँ पनि एकदम राम्रो छ, रमाइलो छ। यहाँबाट सट्ट जङ्गल गयो भने पोल्लो छेउमा निस्केको हुन्छ। यहाँबाट पनि यहाँबाट गएर उता घुमेर चाहिँ यहाँबाट निस्किनु पनि सकिन्छ। ल अब आज चाहिँ यस्तो खतरा डिखायो है, डिखायो ओर्यो अनि हिँडिरहेको छौँ अझै पनि। हिँड्नु यो प्राकृतिकहरूसँग यसरी घुम्न डुल्न बस्न नपाएको धेरै भएको थियो। म चाहिँ आज धेरैभन्दा धेरै एक्साइटेड छु। अनि स्टिल हामी चाहिँ यतै नै छौँ, अझै हामी समय बिताउँछौँ किनभने हामी बिहानको खाजा खान बित्तिकै नै आएको। सो आज चाहिँ हामी अलमोस्ट 6-7 आवर्स पार्कमा अनि जङ्गलमा नै बिताउने हाम्रो योजना छ। पानी तल कस्तो देखेको, माथिको रुख पनि तल देखिन्छ त, कस्तो दामी देखेको। मलाई पानी देख्नु बित्तिकै आज त शीतल पानीमा पौडी खेल्न मन छ, अनि त्यस्तो फिल हुन्छ। अनि कहिलेकाहीँ समय अब स्पेसली यो समर सिजनमा त अब यो घुमफिर गर्ने सिजन पनि हो, तर आफ्टर लङ टाइम आज हामी चाहिँ कस्तो क्या एक प्रकारको त्यो सीमा नै छैन क्या, त्यति धेरै एक्साइटेड। अनि अस्तिदेखि आउन खोजिरहेको, अनि कहिले अपोइन्टमेन्टहरू हस्पिटलहरू, कहिले ओभरटाइम, कहिले के गएर चाहिँ त्यस्तै सबै कुराहरू मिलिरहेको थिएन। फाइनल चाहिँ आज क्या धेरै कोसिसपछि चाहिँ आज मिलेको। अनि आज बाहिर निस्किँदाखेरि त त्यो बदुवा हुन्छ नि, बदुवा गाई भैँसी गोरु कुखुरा सबै थुनेको छोडिदिँदाखेरि कस्तो हरार दौडिन्छ क्या, लाइक त्यस्तै भइरहेछ क्या। अनि मन पनि एकदम धेरै एकदम उत्साहित भएर कता जाउँ, के गरौँ, कसो गरौँ जस्तै। सो अब के भन्ने तपाईँहरूलाई, यस्तै नै छ। अहिले चाहिँ जङ्गलको बिचमा चराचुरुङ्गीको आवाजहरूसँग सुन्दै गर्दा कानलाई पनि आनन्द, मनलाई पनि आनन्द, माइन्ड पनि एकदम फ्रेस भइरहेछ। कहाँ करायो त्यो त, माथि करायो त, उता माथि रहेछ। जङ्गलमा बस्नुको पनि धेरै आनन्द छ नि। मलाई चाहिँ प्रकृतिमा बस्न साह्रै मन लाग्छ। हुन त कसलाई चाहिँ मन नलाग्ला र, सबैलाई मन लाग्छ होला। यो दामी छ क्या। उता करायो त। यहाँ चाहिँ दामी छ क्या, त्यो रुखहरू कस्तो दामी दामी छ यार। यो रुख त मरै छ। यो कति राम्रो। ल साथीहरू, हामी चाहिँ अब पार्क पनि छोडेर चाहिँ घर फर्किन लाग्दैछौँ कि आजलाई चाहिँ इनफ नै भयो। तर यहाँ अलिक फोटो खिच्नु नजाने रिसाएर क्यामेरा चाहिँ टाढो फोटो खिचिदिनु नजानेकोले रिसाएर यता हेर्छु त। फोटो त यस्तो हलो जस्तो खिचिहाल्यो, त्यस्तो राम्रो यता फोटो खिचेको पार्क घुम्न जाउँ। हल्ला जस्तो फोटो खिच्दिन अरे क्या, हलो जस्तो, यस्तो हलो जस्तो यार। कस्तो अरे है, यस्तो
यस्तो फोटो खिच्दै भन्छ त्यस्तो राम्रो फोटो खिचेको म मान्छे त्यस्तो छु नराम्रो छु त यस्तो ह्यान्डसम छु होइन फोटो त के हो र यस्तो कोही यस्तो कोही परेको कति हाँस्नु के मान्छे त यतिको खिच त ल अब टक्क मान्छे त ह्यान्डसम छु त टक्क कस्तो होइन कस्तो ह्यान्डसम छु नि फोटो चाहिँ कस्तो रे फेरि बताउनु त यस्तो राम्रो पार्क छ है अब नेपालको गोदावरी यति राम्रो पनि छैन कति धेरै पैसा लिन्छ यहाँ त पैसा फ्री हो फोटो चाहिँ कस्तो अरे भनेपछि नेपालमा है पार्क घुमेको पनि पैसा तिर्नुपर्ने है फोटो चाहिँ कस्तो आयो त्यो चाहिँ भनिदिनु न देखाइदिनु न त यहाँ फोटो त अनि यस्तो हलो जस्तो हलो त्यस्तो हुन्छ उता जान्छ त्यहाँ डान्स गर्नु उता त्योदेखि तल्लो स्टेपमा त्योदेखि तल्लो स्टेपमा डान्स गर्नु के गर्ने गीत बिना यस्तो दिनु होइन हौ म्युजिक भिडियो सुटिङ गर्दाखेरि किन यस्तो गीत दिनु यस्तो कति राम्रो सिनहरू छ हौ यहाँ अब अर्को सुटिङ गर्नु चाहिँ यहाँ आउनु पर्ला कति राम्रो छ है मान्छेले बनाएको पार्क त यति सुन्दर सुन्दर छ स्वर्ग कस्तो होला परमेश्वरले बनाउनु भएको जाम गएर आउँ त एकचोटि मिल्ने भए दुई तिनचोटि नै गएर आउँछ एकचोटि मात्रै हो मान्छेहरूले स्वर्ग कसले देखाएको छ र भन्छ हेर मान्छेले बनाएको कृतिहरू यति राम्रो राम्रो छ झन् मान्छेले बनाउने परमेश्वरले बनाउनु भएको कृतिहरू स्वर्ग कस्तो होला अन्त है कल्पना गर्न सकिँदैन अनि यस्तो ठाउँमा अनि तपाईँलाई म एउटा प्रश्न गर्नु मन लाग्यो ल मेरो युट्युब फ्यामिलीहरूलाई बताइदिनुहोस् त आज कति समयमा तपाईँ यो पार्क आउनुभयो अनि यो पार्क आउँदै गर्दाखेरि तपाईँलाई कस्तो अनुभूति भयो अनि घामले डढ्दा कस्तो फिलिङ्स भइरहेछ र पनि घामले डरी पनि हिँडिराख्नु मन लाग्दाखेरि कस्तो भइरहेछ त्यहाँनिर कति राम्रो रहेछ हौ मृग हो उयो लगभग यो ठाउँमा त उतै मृग हेर्नु न तारको खोइ त बताइदिनु न त बताउनु बाँकी नै छ त अब एक वर्ष भन्दा नि एक वर्ष भयो यहाँ नआएको है भर्खर बसन्त ऋतु फेर्दैछ दामी छ तपाईँलाई बसन्त ऋतु मनपर्छ यो चिज यो त मन नपर्ने कसलाई हुन्छ र किनभने यो पुरै ग्रिन पनि होइन पुरै चाहिँ अब के भन्छ सुक्खा डार्क पनि होइन अनि बसन्त ऋतुलाई तपाईँ के भन्न चाहनुहुन्छ यसलाई बसन्त ऋतुलाई के भन्नु र यस्तो राम्रो छ होइन अब अहिले नेपालमा पनि त अब अहिले वैशाख अब अहिले नेपालमा पनि यही हो मौसम चट्ट फुलहरू फुल्ने बेला अनि हरियालीको सुरुवात हुने मतलब त्यो बेला हो अहिले अनि दामी ठाउँ छ नि अब फुलहरू फुल्ने चराहरू पनि कसरी रमाएर किलिङ 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 को गर्छ कोही फ्यु 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 गर्छ कुनै कुनै च्याप 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 गर्छ त्यो हलेसो त होइन त्यो त हलेसोको पनि भर्खर औले बच्चाहरू म चाहिँ गराउँछु यहाँ ल्याऊ अब यहाँ हलेसो यसरी बस्छ रुखमा होइन रुखमा यसो गर्छ भएन क्या अझ यहाँ मात्र बसेको के त भएन हलेसो यसरी नै कराउँछ यसरी चाहिँ कराउँछ त्यो हलेसो भन्दैन त्यसलाई त्यो ट्याउ ट्याउ होइन त्यो खोलामा बस्छ त्यो त यता यहाँ आउनु न यहाँ यो चाहिँ के हो त्यो त भाले जस्तो यता लु यस्तो क्या
तपाईँले कराएको चाहिँ त्यो खोलामा त्यो सिमसिममा हुन्छ नि त्यो अलिकति बेसी पनि होइन लेख पनि होइन लाइक त्यो के भन्छ त्यस्तो ठाउँलाई त्यस्तो ठाउँमा त्यस खोला साइडमा खोलामा बस्ने हो क्या त्यो कराउने तपाईँले कराउने चाहिँ अनि यो मेरो कला भनेको चाहिँ त्यो काफलको रुखहरू काफलको त्यो कता उहरूमा कराउँछ गर्छ नि हो क्या यस्तो हो क्या यस्तो यहाँ सुन्नु है ए मौरे मेरो औँठीले भएन क्या म औँठी निकालेर भएर बजाउँछु ल आवाजै बजाउँछु हेर्नु कस्तो मुखको घाउले पनि साथ दिइरहेको फेरि बस्छ हेर्नु यो लेकको त्यो काफल पाखामा काफलको होइन कस्तो अरे त्यो बजाउने तरिका थुक बुझाउनु पऱ्यो नि त थुक बिजायो नि सानो दुलो बजाउने ल पुस्ने हो अलिक ठुलो चाहिँ यस्तै कराउँछ अलिक ठुलो चाहिँ यस्तो बजाउँछ फेरि ठुलो यस्तो कराउँछ ठ्याक्कै यस्तै कराउँछ ठुलो मान्छे त यहाँ आउनु त यो मान्छे त कला भएकै मान्छे अनि सानो चाहिँ यस्तो हुन्छ कतिको लगाइदिँदा मारिगयो नि त अनि त्यो चाहिँ ठ्याक्कै नै करायो क्या पऱ्यो चाहिँ यस्तो कराउँछ जान्नु त मलाई यता जानु मिल्दैन होला है यो माछाहरू छ हौ यो चराहरू माछाहरू असला माछा कस्तो दामी ऊ हेर्नु नि त्यसको चित्र राखिदिएको छ त उता पर खोइ उता उता दुइटा माछाको राखिदिएको छ भित्र छ नि अनि उताहरू राखिदिएको छ उता हेर्नु नि त्यहाँ के को चित्र हो त्यो चाहिँ उ त्यो थाहा छ त्यो उ त्यो उयो यो चाहिँ के हो खै यहाँ लु म बजाउँछु हेर्नु आमा म सानो खालको बजाउँछु क्या कहाँसम्म बज्यो त्यो त तब पनि बेबी हो यहाँ चाहिँ पहिलाको बिहेमा ढ्याइ गर्थ्यो नि पहिलाको बिहेमा के गर्ने हो यो यसको बजाउनु देखाइ त खै यस्तो हो क्या होइन बजाउनु छैन यहाँ छ अर्को एउटा यहाँ हो केटाकेटीले खेल्ने हो नि त यता बच्चाहरूको खेलाउने हो नि त यता सबै पार्ट घुमिसक्यौँ बच्चाले खेल्ने पनि खेलायौँ हामीले नै अब बच्चाहरू नभएपछि आफै खेल्नु पऱ्यो नि त उयो घर मेरो घर अनि अब चाहिँ तपाईँ के घर हो क्या तपाईँकै घर हो लु तपाईँकै हो मासु परेर खान आउनुपर्छ तपाईँको घरमा एक दिन अनि अब चाहिँ हामी घर फर्केको है अब समय त छ त नै त्यही पनि आज चाहिँ बिहानदेखि नै हामी घुमेकोले
कतिवटा त आफू खेल्ने सुरुमा रमाउने सुरुमा भिडियो खिच्नु बिर्सेछु पनि कति ठाउँहरूमा त एनिवे केही छैन राम्रो राम्रो चिज मैले खिच्नु गुमाए तापनि म फेरि अर्को भ्लगहरूमा चाहिँ राम्रो राम्रो खिचेर देखाउने प्रतिज्ञा गर्न चाहन्छु भन्दै आजको भ्लगबाट म बिदा हुनभन्दा अगाडि तपाईँहरूलाई मेरो भ्लग कस्तो लाग्छ नराम्रो लाग्छ भने पनि माया गरिदिनुहोस् राम्रो लाग्छ भने पनि माया गरिदिनुहोस् अनि एकजनाले पनि कमेन्ट गर्नुहुन्छ है त्यसैले सबैजनाले लाइक कमेन्ट सब्सक्राइब सेयर गरेर सपोर्ट गरिदिनु होला अनि बेल आइकन पनि दबाउन नबिर्सनु होला भन्न चाहन्छु र अब चाहिँ हामी यहाँबाट डाइरेक्ट घर फर्किन्छौँ तातो धेरै सर्दी निस्क्यो आज चाहिँ हाम्रो मजासँग नै घुम्यो ल गाइज सी यू नेक्स्ट भ्लग सबैजना स्वस्थ रहनु होला व्यस्त रहनु होला भन्दै म आजको भ्लगबाट बिदा हुन चाहन्छु बाई बाई गाइज सी यू नेक्स्ट भ्लग